ब्याकअप नहुँदा के हुन्छ भनेर कहिल्यै सोच्नु भएको छ? हामी सधैँ डेटा सुरक्षित होला भनेर सोच्छौँ, तर कहिलेकाहीँ त्यो विश्वासघात भइदिन्छ। यो भिडियोमा हामी तपाईलाई सिकाउँछौँ SaaS र अन-प्रेम ब्याकअपले कसरी काम गर्छ। एउटा कम्पनीले आफ्नो सम्पूर्ण डेटा गुमायो। सोच्नुहोस्, सोमबार बिहान सबै कुरा सामान्य छ, तर एक र्यान्समवेयर एट्याकले कम्पनीको पुरै डेटा गायब पारिदियो। ब्याकअप थिएन। यति बेला काम लाग्ने हो आईटीको एकजना प्राविधिक जसले ब्याकअप गर्न जान्दछ। तपाई पनि त्यस्तै बन्न सक्नुहुन्छ। SaaS ब्याकअप, क्लाउड ब्याकअप भन्ने बित्तिकै गजब लाग्छ, तर त्यसभित्रको प्रणाली अझ रोमाञ्चक छ, जसले तपाईको डेटालाई सुरक्षित राख्छ, चाहे तपाईको सिस्टम नै जलेर नष्ट किन नहोस्। SaaS ब्याकअपमा के कुरा सिक्नुहुन्छ त? क्लाउडमा डेटा कसरी ब्याकअप हुन्छ, रिटेन्सन पोलिसी र डिजास्टर रिकभरी, VM, एक्रोनिस, वर्कस्पेस जस्ता टुल्स प्रयोग गरेर सिमुलेसन गर्ने कुराहरू सिक्नुहुन्छ। अन-प्रेम ब्याकअप, आफ्नो ल्यापटप क्र्यास हुँदा अप्ठ्यारोमा पर्नु भएको छ? सोच्नुहोस्, यही कुरा एक इन्टरप्राइज स्केलमा भयो भने के हुन्छ? अन-प्रेम ब्याकअप भनेको आफ्नो डेटामाथि पूर्ण नियन्त्रण हो। अब अन-प्रेम ब्याकअपमा के कुरा सिक्नुहुन्छ त? ब्याकअप सर्भर कन्फिगर गर्ने तरिका, टेप डिस्क हाइब्रिड ब्याकअप अल्टरनेटिभ, एयर ग्याप ब्याकअप फर र्यान्समवेयर प्रोटेक्सन, रिस्टोर टेस्ट कसरी गरिन्छ त्यो पनि लाइभ ल्याबमा। तपाई पनि बन्न सक्नुहुन्छ एउटा कम्पनी बचाउने आईटी हिरो। ब्याकअप सोलुसन एउटा यस्तो स्किल हो जुन आजको आईटी इन्डस्ट्रीमा सबैभन्दा जरुरी छ। यी सबै स्किलहरू अझै राम्ररी सिक्न चाहनुहुन्छ भने हाम्रो सिस्टम एडमिनिस्ट्रेसन एन्ड नेटवर्किङ जब रेडी प्रोग्राममा जोइन गर्नुहोस्। अब तपाई पनि बन्ने होइन त आईटी हिरो?